यो चाहिँ मेगलुङ बजार। तेह्रथुम मेगलुङ बजार एरिया प्रवेश गर्ने ठाउँ हो। तेह्रथुम मेगलुङको मुख्य बजार यता पर्छ। यहाँ चाहिँ मेगलुङ मन्दिर छ। मेगलुङ देवीको मन्दिर चाहिँ यहाँ बसेको हो। मेगलुङको मुख्य बजार एरिया हो यो चाहिँ। चोक पनि हो। यहाँबाट सबैतिर यो मन्दिरतिर भयो। यो पालिका जाने बाटो चारैतिर बाटो छ। यहाँ चाहिँ यो मन्दिरमा भित्र पानी पनि नछिर्ने छ। जुन मेगलुङ मन्दिर यो के रहेछ भने अब लिम्बू भाषामा न्याउ भनेको बिरालो पनि छ। हजुर। लुङ भनेको ढुङ्गा ढुङ्गा। हजुर। अनि अब देवी नै अहिले चाहिँ अब त्यसरी नै उत्पत्ति भएर चाहिँ पहिला यहाँ कता कता थियो अरे। हजुर। अनि कुन चाहिँ एकजनाले चाहिँ सपनामा देखेर मलाई बिजोग पार्यो पूजा गर्यो भनेर चाहिँ ल्याएर चाहिँ यहाँ अनि यहाँ ल्याएर चाहिँ सपना गरेर राखेर चाहिँ अहिले अब सबैले मान्ने गर्ने त्यसो गरेर चाहिँ यो चाहिँ के भाषामा हो? म्याङ भनेको बिरालो भाषामा लिम्बू भाषाको रहेछ। म्याङ भनेको बिरालो। हजुर। लुङ भनेको ढुङ्गा ढुङ्गा। अब त्यसले भित्र हजुरले नि हेर्नु एकचोटि। हजुर। भित्र गएर हजुर त्यस पछाडि अरू ए हुन्छ। पहिला चाहिँ एउटा भारी बोक्ने मान्छेले चाहिँ अब भारी बोकेर ढाकाको तल अब बाटोघाटो गाडीको सुविधा थिएन। हजुर। अनि बोकेर आउँदाखेरि भात पकाएर खाऊँ भन्दाखेरि भात बसाइसकेपछि भात उम्लिने बेलामा एकदम त्यो ढुङ्गा चाहिँ उफ्रेर भातको भाँडो लड्यो अरे। हजुर। अनि लिम्बूको पालो फुत्तै खुकुरी झिकेर चट्टै काटेको अरे। केलाई काट्यो? त्यो ढुङ्गालाई। हजुर। चुलालाई। हजुर। त्यो काटेपछि नि थर्रै खुनायो अरे। खुनाएपछि अनि त्यस पछाडि अनि बिरालो बन्यो अरे। अनि बिरालो बनेर सारा संसार कुदी हिँड्यो अरे। त्यसो भएपछि अनि एकजना कुन चाहिँ त्यो मान्छेले चाहिँ सपनामा देखेर मलाई बिचल्नु पाऱ्यो यसो गर्यो उति नै खोज्दै खोज्दै पत्तो लगाउँदै यहाँ तल कता भेटेर त्यसरी ल्याएर अनि बाजा गाजा सहित डोलीमा ल्याएर चाहिँ यहाँ सपना गरेर मान्ने गर्ने चाहिँ गरेको। यसो हजुरले चाहिँ कसेर हेर्दा हुन्छ। खुकुरीले काटेको ठाउँ खुकुरीले काटेको यी नै छ। यही हो। हजुर। खुकुरीले काटेकै त्यही हो अरे। मुख्य त्यो बिरालो खासमा ढुङ्गा हो त्यो। यो चाहिँ ढुङ्गा। यो चाहिँ लिम्बू भाषाबाट लुङ भनेको ढुङ्गा भइहाल्यो। म्याउ भनेको अब बाहिर नक्सा पनि देख्नु भएकै छ होला। त्यसो भएर चाहिँ अनि बिरालो बनिएर बाघ बनिएर चाहिँ सारा संसार बिचल्ने गर्ने भएर चाहिँ अनि यहाँ ल्याएर थपना गरेर चाहिँ यो वर्ग पहिला यस्तो थिएन तल थियो यो। अनि अब सबैजनाले छ्याछ्यात्ती नै हुनुहुन्छ यहाँको अहिले देवी चाहिँ नि। यो भित्र पानी पनि छिर्दैन है? होइन पानी त अब अलिअलि छिर्छ। बर्को रुख हो यो थिएन। यसपालि सिलिङ सिलिङ हानेको। यो चाहिँ मेगलुङ नगरपालिका वार्ड नम्बर 9 साब्ला भन्ने ठाउँ र साब्लाको वडा कार्यालय यहाँ पर्छ। मेगलुङ वार्ड नम्बर 9 यति सुन्दर ठाउँमा छ। यो माथि जङ्गल छ, पहाड छ, त्यसको फेदमा छ यो ठाउँ चाहिँ।